सो हेलो गाइज वेलकम टु माई च्यानल सबजनालाई मेरो च्यानलमा वेलकम छ है। आज चाहिँ म रियाक्सन गर्न गइरहेको छु एउटा यो इलेक्सनवाला भिडियो है, इलेक्सन मिम्स। सबजनाले लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब गरिदिनु होला। यो चाहिँ मेरो पहिलो रियाक्सन भिडियो हैन, कस्तो छ त सर्ट ट्याक्क कमेन्ट छोड्नु होला हैन। अब चाहिँ ढिला नगरेर हामीले चाहिँ रियाक्सन भिडियो सुरु गर्नुपर्ने हुन्छ। हामीले चाहिँ रियाक्सन गर्न गइरहेका छौँ वान अफ द बेस्ट हैन युट्युबर प्रभात बस्नेतको है चुनावी मिम्स वाला भिडियो हामी रियाक्सन गरेको छौँ। सो लेट्स गो। ये माले कांग्रेस जाटाओले दिला दोमा दिया मामा कासु दोले मलाई यसको कुरा सुनेर भन्दा नि हैन त्यो जुन मिम्स छ नि त अघिको हाँसेको हो त्यसले हाँसो लाग्यो। जिंदाबाद उन्चुम यिनीहरूको हेर यिनीहरूको यहाँ युवा ज्यान जीवन त बुझ्यान डब्लु बुझ्या हो। अहिलेको जेनजीको काम छैन, म जेन डब्लु हो, जीभन्दा डब्लु ठुलो हो भन्न खोजेको है त्यसले। हाम्रा महेश बत्ते सर धेरै नबजाउनु घन्टी भन्नको लागि सीसा भोट के मारे थाहा छैन। अनि टी सर्ट त अहिले के को लगाइराख्नु भएको छ तपाईँले? त्यो त अहिले फ्याँकिएछ नि लगेर, काम छैन केटाहरूको सबै झोलेहरू हुन् भोट केमा? भोट घन्टीमा सही हो बाजे, सही हो। घन्टी बाजेलाई फ्रीमा लगिदिन्छु म यो गाडी। चुनावको बेलामा भोट माग्ने बेलामा म केही बाचा गर्दैन। बाचा गऱ्यो भने भोलि फेरि आफ्नै टाउकोमा दण्ड बजार्छन्। बाचा गऱ्यो कुरा गर्न सकेन भने दण्ड बजार्दैन त। म पनि बाटै छु। I'm just curious. The strategy is no strategy. That's the मैले बदमासी गरेँ भने मलाई दिनीमा पोखरामा बाटोमा जहाँ भेट्छ लौरोले चाहिँ कुट्नु भनेछ। लौरो पाएन भने ढुङ्गाले हानिनु हुन्छ, सास चाहिँ राखिदिनु भनेछ है। गर्नु पर्यो। यसपालि भोट नि यसलाई दिनु ल, यसलाई दिनु यसपालि भोट ल भत्ता बढ्छ तपाईँको। यसलाई दियो भने यो के तपाईँ सिरानी सुत्नुहुन्छ नि, सिरानीमा मुनि राखेर सुत्नु तपाईँको। यस्तो नदिएर अहिले सिरानी मुनि राख्नु भन्दाखेरि होइन कहाँ यस्तो यस्तै गर्दाखेरि हुन त अब यसको भोटर कार्ड छैन होइन, जन्मदर्ता पनि छैन र अब यस्ताले भने त के हुन्छ र। धेरै जस्तो एमाले यस्तै छ नि साथी। सिरानी मुनि राखेको तपाईलाई मैले भोट दिइसकेँ, खोइ त विकास गरेको। अब यो पालि स्वतन्त्र हो त्यसो गरी जिताउनु पर्छ। अब बजाउनु घन्टी त बजाउनु पर्दैन। अब तीनटा पार्टीले केही नापेन नि त अहिलेसम्म। गजब बेइज्जती हाल्नु पर्ने हो। हामी घन्टी हो। भिडियो चाहिँ नबनाउनु न। होइन भिडियो होइन, तारामा तारा म तारा हो होइन। हामी पनि तारा हो। होइन मेरो नाम तारा हो, तर म भोट चाहिँ घन्टीमा योपल्ट। जिन्दगीमा नि के गर्नुपर्छ गर्दै सोच्दै नसोचेको काम पनि गर्नुपर्ने। यो भगवानले नि के गरिदिन्छन् गाँठे। सुख त कहिले नदिने भयो भगवानले, कहिले बरु छिटो छिटो लयो त हुन्छ नि, आनन्दै हुन्थ्यो। कहिले लैजान्छन् न हो भगवान, छिटो छिटो लैजाऊ। म त के गर्नु भयो। कसरी खर्च चलाइरहनु भएको छ त चुनावको त अब घर जग्गा बेच्न पाए मलाई सबभन्दा राम्रो है
है अब के भन्नु खोज्दा निकोलस भुसालले भनेका कुराहरू छन् नि ती पुरा भयो भने चाहिँ जस बवाल हुन्छ कि मेरो धारणा चाहिँ जो छ अब पुरा हुने नहुने गर्ने र गफ लागेको ताल र यो ताल मिला नमिला मेरो विषय कुरो आएन तर जुन भने अनुसार यो नभए किडनी बेच्ने भन्ने सोध्छ होइन किडनी बेचेर किडनी त पछि राख्नु मिलिहाल्यो नि यो मोटेलाई दिएर हाँसो लागिरहेको मलाई यार मन्दिरको घन्टी घन्टी बजाएर हिँड्ने त्यो मन्दिरको घन्टी होइन त्यो जुठो बारी सकिसिन त्यसले राम्ररी बार्नु परेन यता छुट्टै छ यार ल्या प्रचण्डे सर ए प्रचण्डे बाटो बिस्तारै ल्याउनु पर्छ नि बिस्तारै भोट दिइसकेपछि त नाक मुखै देखाउनु न कहिले पाउँछ बाटो के हाँस्न पनि कुरै छैन एकदम सिरियस कुरा हो कहिले आउँछ त बाटो भोट दिएर त जिताइसक्यो हामीले त्यसैले भोट फर चेन्ज फर कन्ट्री एकदम सही देश बनाउँछु भन्नुहुन्छ होइन देश कसरी बन्छ देश काम गर्छ हजुर काम गर्छ काम गरेर मात्रै बन्छ आइडिया भनेकै हो अब ढुङ्गा उचालेर मात्रै अर्कोतिर गएको कुरो हुन त अर्कै थियो सरकार पनि बन्न सक्छ एमाले र काङ्ग्रेस प्रचण्ड नै तीनजना मिलेर केपिओलीको सरकार पनि बन्न सक्छ हर्क सम्पाङ र केपिओली मिलेर हर्क सम्पाङको सरकार पनि बन्न सक्छ 100% हुन सक्छ कुरा हो यो चाहिँ एक खान सांसद म जहाँबाट नि जित्छु नेपालमा म मात्रै हो अहिले नेपालमा एउटा नेता जो जहाँ गएर चुनाव जित्छ अनि जहाँ गएर नि भनेर भएन नि त जाने ठाउँ पनि अब उस्तै हो त यो आमालाई जसरी हुन्छ त्यसरी नै ओहो यता फेरि छुट्टै छ हाम्रो थापा सरको यार हामी विद्यार्थीलाई टमाटर रोप्न लाउँछौँ टमाटर फल्यो भने त पास भयो छैन भने भएन छिटो 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 हर्केलाई प्रधानमन्त्री बनाउनु पर्यो ल स्टुडेन्टहरू हामीले कुरा राख्न पर्यो क्या यहाँ इक्जाम दिनु त भएन नि त हामीले टमाटर फलाउनु पर्यो होइन टमाटर त फलाइगेला यार फुल रोप्नु लाउँछौँ गुलाबको फुल फुल्यो भने त पास भयो छैन भने फेल गुलाब रोप्नु न नेपालभरि गुलाबको चाहिँ नि होइन सेन्ट बनाऊ होइन रोजको स्प्रे भोट केमा हुन त आइयो जोलेहरूको मासु भात हुन्छ हाम्रो साग दाल अचार अर्ग्यानिक हामी त घन्टीमा त्यस्तो हुँदैन हाम्रो मासु भात खाउने भन्ने हुँदैन एमाले हुमा मलाई एमाले मनपर्छ मासु भात खाइन्छ केपी ओली चाहिन्छ सिस्टर भात खाइन्छ बालिन्छ चाहिन्छ नाटकै हो यो अचम्मै हो नाटकै हो अर्ग्यानिक खाजा आयो नाटकै हो 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 है के हो अरे नाटकै हो जनताले म माथि निकै ठुलो भारी बोकाउन खोजे जस्तो लाग्छ अब मैले बोक्न सक्छु कि सक्दिनँ के घाँसको भारी चाहिँ बगाउन लागे जस्तो छ है एकदम म त महिलाहरूसँग मिल्ने मान्छे हो नि त यिनीहरू होइन पहिला संसद भत्कियो मलाई थाहा छ पहिला धरहरा ढल्यो त्यसपछि भूकम्प आयो संसद भवन
के भन्ने के यिनीहरूलाई के भन्ने त्यही भन्ने नाइस मैले भन्दै थिएँ नि सुरुमा धरेर ढल्यो त्यसपछि भूकम्प आयो यहाँ त घन्टी हो घन्टी यसपालि घन्टी हामीले चाहिँ हामीले घन्टी मन्दिर गएको घन्टी बजाउनु पर्यो भनेको त घन्टीमा ताला लगाएको रहेछ रालोमा यति ठुलो ताला लगाएको एमालेको किन होला यो चुनावको माहौल भएर सबैतिर घन्टी बजेको भएर डरले यसमा ताला लगाएको कानमा घन्टी ल्या अहिले म चुनावमा उठेको छु सपोज विष्णु पौडेल हुने सुलभ हुने भनौँ न चुन्नु हुने अरू कोही 2-4 जना अरू पनि होला नि होइन अनि सबै मिलेर यो ठाउँ बनाउने हो नि त हामी किन लड्नु पर्यो एकअर्कासँग यिनीहरूलाई किन यहाँ राख्यो अहिले एक दिन यो यिनीहरू हाँस्न पर्ने कुरो हो यो हाम्रो कम्पिटिसन त ग्लोबल हो नि त ग्लोबल हो नि त भोट त त्यहाँ हुँदैन होइन सर खम्ता भने सुन्तला पानी नखम्बाले दुबईको जाने नरोमाया आमा किन सबै झन्डा फाले हुनुहुन्छ के खोज्नु हर एउटा मन परे झन्डा थियो त्यही खोज्छु त बाबा ल हो र त्यही हो बाबु बल्ल भेटाएँ बाबु आमालाई मन पर्ने झन्डा सो सबजनालाई धन्यवाद छ होइन भिडियोलाई हेरिसक्नु भयो होला कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला है यो चाहिँ पहिलो रियाक्सन भिडियो र सबजनाले सब्सक्राइब फेरि पनि गरिदिनु होला र कमेन्ट गर्न चाहिँ नभुल्नु होला है साथीहरू एउटा दुइटा भने कमेन्ट गर्नु मलाई हौसला मिल्नेछ मेरो पहिलो रियाक्सन भिडियो फेरि पनि रियाक्सन भिडियोहरू लिएर आउने नै छु अहिलेको लागि भने